हेलो गाइस के रे आज 2022 सालको दसैँ हो। त्यही भएर हामीले यो सेतो टिका लगाएर हिँडेर हो। हामी चाहिँ बिहानै उठ्यौँ अनि त्यसपछि यता गरेर घरमा टिका लगायौँ। त्यसपछि मामा घर गयौँ। मामा घर गएर पनि टिका लगाएर आइसक्यौँ। भाइ र म चाहिँ हैन ए मेरो भाइ हैन खन्चुवा एकदम खानुको मात्रै छ, खानु लाउनु अरु के पनि छैन। अनि हामी चाहिँ यो एकछिन बोक त हात धुइसक्यो मेरो। हामी चाहिँ उता मामा घरमा टिका लगाएर आइसकेको हो। हाम्रो मम्मीहरु चाहिँ त्यही हुनुहुन्छ। उतै भाइ र म चाहिँ किन आएको भने आज त हाम्रो फुपूको छोराको बर्थडे पनि छ। अनि त्यहाँ बर्थडेमा जानुपर्ने भयो। अनि के गरेर रेडी गर्नुपर्ने। त्यही भएर हामी दुईजना चाहिँ केक लिएर हिँडिरहेको छौँ। केक चाहिँ हाम्रो घरमा राखेको थियो। त्यही भएर हामी लिएर हिँडिरहेको। मम्मीहरु एकछिनमा आउनुहुन्छ। हामी गएर रेडी गरेर गर्दै गर्छौँ। अनि उनीहरू मम्मी बाबाहरू आउनुहुन्छ। उनीहरू दुईजना चाहिँ तल मामा घरमै हुनुहुन्छ। खाना खाएर मामा घर गएर टिका लगाएर खाना खाएर आइहाल्यौँ। उनीहरू गफसफ गर्दै हुनुहुन्छ। केक हेर्नु यो मेरो सानो भाइ हो। यो एकदम फाटा छ। मुखै मात्रै मसँग के रे त्यसै नभोकै त्यो लड्छ। मसँग दिनमा 5 पटक घटीमा 5 पटक फाइट गर्छ। त्यही भएर यसको मासु यस्तो भयो। जति खाए पनि जति घिजे पनि यसको ज्यान भने यस्तै मसँग आधी जति फाइट गरेर सकिन्छ। अनि कहाँबाट ज्यान लाग्छ हैन गाइज। म चाहिँ उसँग कमै फाइट गर्छु कि ऊ के भने पनि म सुनेर बस्छु। म केही पनि भन्दिनँ। जब पनि पर्दैन हैन केही भन्दिनँ। चुप लागेर बस्छु। त्यही भएर मेरो ज्यान यस्तो भयो। हेर्नुस् हाम्रो गाउँ यस्तो छ हैन। जंगल देखाएर गाउँ के भयो त बारी देखाइरहेको छु। आज हाम्रो भाइ कति वर्ष भयो भने 2 पुरा भएर 3 वर्ष लागिसक्यो। 3 वर्ष लागिसक्यो। सानो छ, पुकुले छ, राम्रो छ। तपाईँहरूले देख्नुहुन्छ भने तपाईँहरू हाम्रो भाइलाई देखेर फिदा हुन्छ। यो भाइ त के भाइ हो। यो भाइ त राम्रै छैन कि हेर्नु न। हेर्नु के राम्रो छैन भने त्यो भाइ त कति राम्रो छ, कति राम्रो छ। मान्छे पनि राम्रो छ, बानी बेहोरा पनि राम्रो छ एकदम है। यो भाइ त मान्छे पनि राम्रो छैन, बानी बेहोरा पनि राम्रो छैन। ओ माइ गॉड यो मसँग हेर मैले केही भन्दा पाएन उ के भन्न थालिसक्यो। म सक्दिनँ योसँग, म सक्दिनँ। ए साँच्चै हाम्रो यो सेतो टिका चाहिँ हाम्रो राईहरूले प्रायः सेतै टिका लगाउँछ है। हाम्रो गाउँतिर त प्रायः राई मात्रै छ। अनि